Hello, welcome to my channel or welcome back to my channel. If you are new in this channel, don't forget to like, share, and subscribe to my channel. By the way, sis, Ruth is my sibling. Hello. Welcome to my channel. Welcome Thank to our you. family. आज चाहिँ तपाईँले थम्बनेल हेरेर चाल पाइसक्नुभयो होला. We are going to enjoy our massive noodles challenge. Not challenge. Actually हामी त्यतिकै बात मार्दै खानेछौँ. I'm sorry for the word challenge because हामी च्यालेन्ज गर्नु छैन. हामी जस्ट खाने त्यतिकै इन्जोय गर्दै. अनि तपाईँहरूलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्नुपर्दाखेरि चाहिँ हाम्रो यतानिर लाइट छैन, तर पनि हामीले यहाँनिर फ्ल्यास लाइटहरू बालेर है यसरी हामीले एकदमै गर्ने नै इच्छा गरेको छौँ है यो मुकबाङ भिडियो. सो हामी यसरी चाहिँ अहिले बिचमा खाँदा खाँदा लाइट आयो भने अहिले फेरि एक्सट्रिमली ब्राइटनेस पनि देख्नु सक्छ. हुन्छ, ढिलो नगरिकन आज हामीसँग रहेको छ अकबरे अनि एक र कुरकुरे. एज यु क्यान सी. अब हामी ढिला नगरिकन खाउँ है. हामीलाई पिरो भयो भने हामीले चाहिँ के राखेको छौँ. हुन्छ, थ्याङ्क यू फर द फुड लर्ड. नि मेरो प्लेट देखेको छैन होला, अलिकति उठा भनौँ. पहिला पनि मैले कुरकुरे पहिला पनि मैले बेसी मेरो प्रायः च्यानलमा चाहिँ नुडल्सको नै छ होइन. अनि मैले अस्ति अनुपसँग पनि मैले अकबरे च्यालेन्ज गरेको थिएँ त्यतिखेर. अनि अकबरे च्यालेन्ज गर्दाखेरि चाहिँ कमेन्ट आएको थियो. अनि थुप्रोजनाले चाहिँ कतिजनाले पानीपुरी च्यालेन्ज कति के भन्नुभएको थियो. अनि पानीपुरीको पनि एक दिन लिएर आउनुपर्छ ल. एकजनाले झन् स्ट्रिट फुड च्यालेन्ज भन्दै थियो कि त्यही खाँदा खाँदा स्टोरेज फुल हुँदैछ हो. कुरकुरे त मिठो लागेको. यो चाहिँ कुन चाहिँ कुरकुरे भन्दा चाहिँ ब्ल्याक कलरको, तर मलाई हल्दी नै टेस्ट आयो. मैले ब्लाइन्ड फोल्ड च्यालेन्ज पनि गरेको छु फुपू र अर्को बहिनीसँग. तपाईँहरूले त्यो भिडियो पनि मेरो च्यानलमा गएर हेर्नु सक्नुहुन्छ. यु क्यान चेक गाइस. त्यसरी लाग्यो यो फर्स्ट टाइम हेर्नु यो च्यानल मतलब यस्तो खालको च्यानलमा आएर खाँदैछ मुखमा. कस्तो फिल हुँदैछ? हामी उयस पनि सोचिरहेछ रक पेपर सिजरको त्यस्तो क्या हो. यस्तो गर्छ 1 2 3 4 त्यो ट्राई पनि के हो अहिले रक पेपर सिजर. ल, रक पेपर सिजर सु, रक पेपर सिजर सु, रक पेपर सिजर सु. जित्ने रहेछ अहिले. मैले जस्ट ट्राई गरेको. ट्राई त दिनु पायो. ठाउँ चाहिँ हाम्रो साह्रो सानो भयो. टेबल अलिक कन्जस्टेड देख्नु होला.
Itu दोकान जाने काम चाहिँ यसको हुन्छ कि बनाउने चाहिँ मेरो लाइट आउन त्यसो भएन आउँछ होला लाइट तर यतिकै पनि राम्रै देखिरहेछ एकदमै मजा आयो रातो पिङ घोकिरातो एक्सट्रिमली लामो हुन्छ होला कि त्यही भएर अलिक काट्दै गर्नेछ कुकुरे त्यस्तो मन परेन हौ रेडवाला कुरकुरे चाहिँ फेरि कुरकुरे चाहिँ दामी हुन्छ कि तर यो चाहिँ ब्ल्याक वान चाहिँ अलिक राम्रो छैन मिठो लागेन मलाई यो ब्ल्याक गाइस अलिक मेरो नि सब्सक्राइबर मजाले बढेछ भने चाहिँ नि 1K भएछ भने चाहिँ म केक कट गर्छु ल उहाँ पनि केक कट गर्नु मन छ नि सेलिब्रेट गर्नु 1Kहरू पुग्दाखेरि तर बढाइदिनु पर्यो अनि मजाको अब बेसी सब्सक्राइबर भएको छ नि क्युएनएहरू गर्दा पनि हुन्थ्यो अहिले त भर्खर ग्रोथ हुँदैछ हो फेरि मेरो युट्युब च्यानलमा त्यस्तो कन्सिस्टेन्सी छैन फेरि लङ भिडियोहरू मान्छेले त्यस्तो राम्ररी हेर्दैन फेरि हामी म आफै पनि त हेर्दिनँ रुटकोटमा फेरि के बिक्न स्टोरेज फुल भएको लु गाइस मैले चाहिँ सक्थेँ ल नखाँदिनँ मलाई भक्कु हालिदिनु है ठिकै हो खाए तर चाहिँ उस मजा आयो हौ मलाई भिडियो बनाउनु अलिक जाँगर हुनुपर्छ अब यो म चाहिँ यो खाइदिन्छु ल एक्सक्युज मी अगाडिबाट भन्छु होइन अगर यो खाँदाखेरि इफ यु मेड मिस्टेक होइन इफ यु हेड डन मिस्टेक हामीलाई क्षमा गरिदिनुहोस् ल क्षमा गरिदिनुहोस् ल पानी म त खाइदिएँ टोटल यसमा नि 5 पिस हुँदो रहेछ है अब एउटा मैले खाइदिइहालेँ दुईटा पपकर्नमा 50-50 गाइस लाभेसिन्छ कतै कुरकुरे खानु सकेन छैन भिडियो पनि राम्रो रहेछ क्या छोटो नि राम्रो सर्ट छ हाम्रो बनाउनुपर्छ सर्ट किन
भिडियो यति साह्रो बिग्रेको भने काट्दै यसो भयो नि त यसको स्टोरेज फुल रहेछ होइन आज चाहिँ बहिनीको फोनबाट बनाएको अनि बहिनीको फोनमा चाहिँ पुरै स्टोरेजको एकदम फुल देखायो अनि त्यही भएर चाहिँ घरिघरि काटिँदै डिलिट गर्दै काटिँदै डिलिट गर्नु पऱ्यो बट ओभरअल चाहिँ राम्रै भएको छ खाइरहेको मैले उयो दिँदा पानी खाइसकेँ यो चाहिँ छोडिदिए खाएको मैले त्यो चाहिँ तर यसलाई मिठो लागेन रहेछ यसले ल्याएको है त्यो ब्ल्याक कुरकुरे चाहिँ मिठो हुन्थ्यो नि त मिठो त्यो हुन्छ तपाईँले भन्यो। भनेर मेरो माइन्ड सेटै त्यो भयो नि त हल्दीको नै भन्दा नो साँच्ची मसला अरे कि मसला त हो कि तर त्यहाँ हल्दी नै बनाइरहेको नि त तर पनि मैले चाहिँ खाइदिएँ लास्टमा कस्तो होला अब त्यो तपाईँको त्यो के चाहिँ मेरो थिएन नि खासमा त्यो मलाई बक्क हालिदिने तपाईँलाई मन परेको थिएन नि त त्यो एक एकवटा हालेको मैले चिटिङ गर्नु हुँदैन नो चिटिङ गाइस मिठो भयो अब चाहिँ अगायो थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो एकदमै तपाईँहरूले हेरिदिइरहनु भएको निम्ति धन्यवाद धेरै धेरै तपाईँहरूको मायाको लागि आइएम सो सरी है मेरो कन्सिस्टेन्सी छैन युट्युब च्यानलमा तर म कोसिस गर्नेछु कन्सिस्टेन्सी ल्याउनुको लागि टिल देन बाई बाई